मृत्युका 10 लक्षण फेरि लिएर आएको छु मैले आज। अब सम्झिनु होला, जब मान्छे ओछ्यानमा परेर बिरामी भएर खान नसक्ने भएको हुन्छ त्यति बेला आफन्तले चाहिँ यो खाइदिनु न ऊ खाइदिनु न भने हुन्छ। जब खान सक्ने हुँदैखेरि ल्याएर दिनुपर्ने हुन्छ। दोस्रो नम्बरमा जब सास प्राण जान ठिक्क परेको हुन्छ त्यति बेला मलाई बोलिदिनु न, म फलानी हुँ, म फलानु हुँ भनेर आफन्तहरू आएका हुन्छन्। त्यति बेला बोल्न सकुन्जेलसम्म कोही आएर छेउमा बसेर बात मार्ने कोही पनि हुँदैन। तेस्रो नम्बरमा जब मृत्यु हुन्छ मलामीहरू गएका हुन्छन्, मलामी गइसके पछाडि थपक्क दागबत्ती दिने त कुरा छैन, यसो एउटा झिक्रो त्यहाँ थपक्क त्यो जल्दै गरेको ठाउँमा फालिदियो अनि चिया बिस्कुट के छ खायो, नाम लेख्ने ठाउँमा कहाँ नाम लेख्यो, फटाफट आफ्नो बाइक लिएर हो कि गाडी लिएर हो कि खुत्ता निस्केर हिँड्ने, यो पनि विकृति जस्तो लागेको छ। चौथो नम्बरमा सघाउ पगाउ गर्न जानुपर्ने हुन्छ मृत्यु भएको ठाउँमा, जोसुकै जातको होस्, जोसुकै कास्टको होस्, जोसुकै होस्, तर सघाउ पगाउ गर्न जाँदा सामान्य थोरै चिज मात्रै लिएर जाँदा हुन्छ। जस्तै स्याउ सुन्तला फलफुलहरू, फलफुल मात्रै लगेर बोरा बोरामा फ्याँक्नुपर्ने हुन्छ, गाईले नखाने हुन्छ, कोठामा थुप्री राखेको हुन्छ। त्यस्तो चिज लानुभन्दा सही चिज जबकि 2-4 महिना राखेर पनि खान सकियोस्, कसैलाई दिन सकियोस्, त्यस्तो खालको लगियो भने त्यो अत्यन्त राम्रो होला कि जस्तो लाग्छ। अब हाम्रो 5औं नम्बरमा के आयो भन्नु होला भनेदेखि गरिबको घरमा कोही मृत्यु भयो भने हत्तपत्त मान्छे जाँदैन। गरिबको घरमा चाहिँ धेरै सघाउनु पर्ने हुन्छ। त्यसको घरमा के आवश्यक छ, के लानुपर्ने हो त्यो हामीले बुझेर लानुपर्ने हुन्छ। अथवा एउटा दान पेटिका, त्यो घरमा दान पेटिका राखिदिनु, जे दिनु छ भने पैसा खुत्रुको हालिदिनु, त्यो पैसाले सबै कुरालाई काम लाग्छ। जबकि काजक्रिया 12औं 13औं 15औंको श्राद्ध गर्नसम्मलाई त्यो पैसाले पुग्छ, निकालेर गर्न सकिन्छ। त्यस कारणले त्यो फलफुल मात्रै लगेर त्यत्रो काम छैन। अनि अर्को कुरा के छ भने पहिले लाने चलन थियो, घिउ थियो, चामल थियो, चिनी थियो, अदुवा थियो, कागती थियो, त्यो लान अहिले जम्मै छोडिया छ। किनभने एक छाक पुग्ने गरी चामलै लगाएर खुवाउनु पर्ने हो त्यो जाने सहयोगीको लागि। अब त्यो पनि धेरै विकृतिहरू आइरहेछ। अर्को 6 नम्बरमा के आयो भन्नु होला भने 5औं दिनदेखि उता गरुड पुराण हामीले भन्ने गरेका छौँ, भन्न लाउने पनि गरेका छौँ। गरुड पुराण भन्ने गुरुजी भनेको चाहिँ कुर्सीमा बसेर उपर खुट्टी लगाएर अनि भएको र नभएको कुराहरू मात्रै जोडेर गर्ने। जुन पुस्तकमा छ, गरुड पुराणमा जुन छ त्यो मात्रै भनिदियो भने अत्यन्त राम्रो हुन्छ। अनि सुन्ने कर्ताहरूले पनि जब उता कोही गफ गर्ने त्यो होइन। गरुड पुराण अरू बेला लाएर घरमा सुनिँदैन, जब मृतक भएको बेलामा मात्रै त्यसमा नियम के छ, के गर्नुपर्ने हो, हामीले के चाहिँ गर्नुपर्ने हो भन्ने कुरो त्यो बुझ्नुपर्ने हुन्छ गरुडको लागि चाहिँ। अब 7औं नम्बरमा आयो अचानक कुनै कालगति भन्दा बाहिर एक्सिडेन्ट परेर कुनै केही भएर हस्पिटलमा मरेको केही छ भने गुरुजीहरूले पनि सरसल्लाह दिनुपर्ने हुन्छ कि नारायण बलि गर्ने नगर्ने के छ कुरा। नारायण बलि हामीले सरल तरिकाले गरिदिन्छौँ, गर्नुपर्ने नै हुन्छ है। यस्तो भने कर्तालाई थाहा हुँदैन, गुरुजीहरूले भनिदिनु पर्ने हुन्छ। 8औं नम्बरमा सबैभन्दा एउटा मलाई मन नपरेको कुरा अथवा हामीलाई हो कि मलाई मात्रै हो, समवेदना भन्ने त्यो एउटा कार्ड छपाएर लिएर गएको हुन्छ। जब मलामी जान भनेको चाहिँ यति हतार गरेर फर्केर आउनुपर्ने हुन्छ। समवेदना लिएर गएर त्यो क्रियापुत्रीले खान पाएको हुँदैन। एउटा गयो उभियो, थपक्क समवेदना पढो, आधी घन्टा लाग्छ त्यसलाई। त्यो पछाडि अर्को समूह बसिराखेको हुन्छ, ब्याङ्कको साथी हुन्छ, स्कुलको साथी हुन्छ, सहकारीको साथी हुन्छ, कुनै आफ्ना साथीहरू हुन्छन्, कीर्तन मण्डली छ, अहिले भजन मण्डलीहरू यता धेरै छन्। त्यसको बदलीमा थपक्क एउटा छ दान पेटिका राखिदिनु र दान पेटिकामा खुत्रुका केही हालिदियो भने धेरै राम्रो। त्यो समवेदना राख्ने ठाउँ पनि हुँदैन, दिँदा कसलाई दिने आफ्नो घरको चिजहरू। अब भने त्यो समवेदनाको त्यति आवश्यक जस्तो मलाई लागेको छैन, गरुड पुराणमा पनि लेखिएको छैन यो कुरा। अब हाम्रो 9 नम्बरमा के आयो भन्नु होला भनेदेखि 12औं या 13औं दिनमा मातापिताको काजक्रियाहरू हामी सक्छौँ। त्यसमा गाईको बाछी गौदान गर्नै पर्ने हुन्छ। ठुलो होस् सानो होस्, सकिन्छ भने गाई बाछी नै हो, सकिँदैन भने गाईको बाछी भए पनि पुच्छर समात्यो भने मात्रै बाँच्नेलाई पनि र जानेलाई पनि दुईटैलाई कल्याणको बाटो गाईको पुच्छर हुन्छ भन्ने हाम्रो एउटा धर्म संस्कृतिमा लेखिएको कुराहरू छन्। त्यो नभइकन ब्राह्मणहरूले त साँच्चै भन्ने हो भने भोजन गर्न पनि मिल्दैन। किनभने कर्ताले गौदान गर्नै पर्ने हुन्छ। गौदान संयादान गच्छे अनुसारले गर्नुपर्ने हुन्छ। त्यो छ। 10 नम्बरमा ब्राह्मणलाई दक्षिणा सोधिरहनु पर्ने कुरा होइन, कति लिनुहुन्छ गुरुजी भन्ने कुरा होइन। जबकि मृत्यु भइराखेको छ, यति लिन्छु उति लिन्छु ब्राह्मणले पनि भनेको हुँदैन र सोधिरहनु पर्ने कुरा पनि होइन।
यथाशक्ति कति सकिन्छ। धनी मानिस छौँ भने धेरै ब्राह्मणलाई दिए पनि केही फरक पर्दैन। छैन भने गच्छे अनुसारले दक्षिणा गर्नुपर्ने हुन्छ। 13 दिनको ब्राह्मणलाई कति गर्नुपर्छ, गरौँ भन्ने पण्डितजीलाई कति गर्नुपर्छ, त्यो भनिदिनु न भनेर मलाई धेरै कुरा आएको छ। त्यो मैले भन्ने होइन, त्यो भन्नु हुँदैन। जति दिनु छ आफ्ना हिसाबले दिनुपर्ने हुन्छ। र कुनै दुखी दाखी मरेको छ भने त्यो ब्राह्मणले गएर आफ्नो घरबाट लिएर गएर भए पनि त्यो 13औं दिनको काम उकासेर लिएर आउनुपर्ने हुन्छ। आफ्ना ब्राह्मणले, आफ्ना गुरुजीले त्यसलाई उकासेर लिएर आउनुपर्ने हुन्छ। किनभने यी विकृतिहरू धेरै छन्। यसमा हजुरहरूले भनिदिनु भएको छ, योभन्दा अगाडिको भिडियो हजुरहरूले 3 लाख 4 लाखसम्म हेरिदिनु भएको छ, कमेन्ट गरिदिनु भएको छ, सेयर गरिदिनु भएको छ। यो मैले भनिरहनु पर्दैन होला। त्यस कारणले मैले जे जति जानेको छु मैले सामान्य अध्ययन गरेर मैले भन्दैछु। यसमा के कस्तो छ। जय श्रीमन्नारायण।